सो हेलो गाइस होइन टक्क लाएर आज चाहिँ हामी जस्लो मौसममा होइन आफ्टर द लङ टाइम पछि म चाहिँ भिडियो बनाउँदैछु। अनि आज चाहिँ यो हाम्रो एकलट बाइकमा चाहिँ भिडियो बनाइदिनु भनेर ट्राई गर्न लागिरहेको छौँ होइन। कस्तो हुन्छ म क्यामेरा एङ्गल मिलाइरहेको छु। मोबाइल झरिन अलिकति तनाव हो, मोबाइलबाट बनाइरहेको छु। गोप्रो चाहिँ मेरो छैन, त्यही पनि कस्तो हुँदो रहेछ मेरो साइनोको भेनाले के बोले भाइ? अब के बोले भेना चाहिँ हाम्रो त अगाडि छ। यता हो, अगाडि जाऊ तपाईँ कता हो? केटोको भित्री छ, रमाउन पार्छ नि। कता पो गयो अब मान्छेहरूलाई म झन् आज यता गयो। यताको बाटो आएको कता हो? यहीँबाट नि आउँछ क्या अरे, काकै घुमाए र आज म के अरे यो उमा आएको, हाम्रो साथीको बर्थडेमा आएको झन्। आज मिलन र म बर्थडे खान आएको होइन। कता कता घुमाए यार, म झन् छिटो जाऊँ भनेको, त्यो त माइन्ड राखेन। मेरो पनि बाइक हल्का बनाउनु पर्ने भयो होला। मेरो चाहिँ अलिकति भएको अस्ति मेरो के अरे अस्ति मतलब दसैँदेखि मैले के अरे सर्भिसिङ चाहिँ गरेँ होइन। एकलट उमा गऱ्यो, जस्तो एकलट बाइक बनाउनु जानुपर्छ। तू समझा? हाँ नहीं, तू समझा नहीं। एक राउन्ड हानेर आएको भन्थ्यो केटोले। कता यहाँबाट जाँदा कहाँ तिमी माथि हिँड न, यहाँ भ्लग बनाउँदैछु। अनि भ्लग बनाइरहेको छु नि, अलिक ढिलो हिँड यो बाटो। तर म हिँडेको छु पहिला एकलट यहीँनिर मिलनलाई दिन नै आएको थिएँ म। मिलनको बाइक नहुँदाखेरि अझ मिलनले भित्री किनिहाल्यो होइन। तर मिलनको के अरे बाइक नहुँदा यो बाटोमा आएको थिएँ क्या। यही बाटो हो, पुरै चारिसै हो नि म नि। माथिसम्म छु। होइन आऊ न, भिडियो बनाएर चाहिँ अलिक ढिलो हिँड न। भिडियो बनाएर चाहिँ क्या अलिक ढिलो हिँड न। सो अलराइट गाइज, हाम्रो भेना चाहिँ अगाडि छन्। त्यही हो ढिलो हिँड भनेको। त्यो त झन् कन्ट्याएर छ, त्यसलाई भेट्दैन। अब हाम्रो कहाँ युनिकनले कहाँ भेट्छ त? बाटो चाहिँ जता पनि खाल्टा खुल्टी नै छ है गाइज। फेरि मलाई परसँग हिँड भन्दैछु। ल हाम्रो भ्लगमा छ हाम्रो भेना काजी। ल मेरो भ्लग अहिले गाउँमा अरे के अरे अहिले गएर हाल्छु, हेर है त, कमेन्ट गर ल। म यहाँबाट रुम कति मिनटमा पुग्दो रहेछ हेरौँ है त। साइड लाइट बालेर आएर चुमुला त्यसै पिलेर आउँछ। भुरा भनेर हेपे क्या मलाई म्याट बजिहाल्यो। म भुरा जस्तो देख्छु त गाइज, तपाईँहरू आफै भनिदिनु त। म भुरा नि होइन हौ,
कहिले घुरा मान्छेले बाइक चलाउँछ ल ल ल ल ल ल ल त्यही भन्छ स्कर्पियो पुरै लाइट नगरिकन रन्किरहेको छ कहाँ गएर अब उज्यालो छ नि त बाटो अहिले त अनि अब अहिले उज्यालो छ अनि केटो उज्यालोमा बत्ती नबाली रन्किएको छ सो अल राइट गाइज होइन हामी चाहिँ अहिले लगभग खसीखेलतिरै छौँ त्यही हो अब हामी चाहिँ लाग्नुपर्ने हुन्छ धापाखेल झरासी आज चाहिँ म धापाखेल झरासीतिर जानेवाला छु सधैँ जान्छु पनि मैले मासु लिनु पर्थ्यो अर्को आइरहेको रहेछ स्कुटी त गयो हामी पनि चल्यौँ न के हो यो आज गाडीहरूको त आमा पुरै उप छ त बस पार्क पो छ त ल पेट्रोल हाल्न आयो के हो अरू भइरहेको बम बम गरेर आवाज आउनु होइन अब हाम्रो चाहिँ यस्तै हो आवाजै आउँदैन तर जे भयो नि चट्ट लाएर होइन यस्तैमा भयो नि टक्क इन्जोय गरेर हिँड्नुपर्छ क्या मजा आउँछ नि त चट्ट अब आफ्नो साधन जस्तो भए पनि यसरी कुद्न चाहिँ पाइहाल्छ क्या गाई कुद्नलाई हिँड्नलाई मस्तले चिलमा पाइहाल्छ चिलमा त के भन्नु चिलमा त हिँड्नै मिल्दैन त्यही हो मेरो यो ऊ पनि स्पिडको के पो यो ऊ छ यो पनि हिजोदेखि भएको म एकलट यो पुरै बाइक देखाउनै जान्छु भनेर ऊ गरिरहेको छु अब एक दिन म जान्छु होइन अब लगभग बाटो नि खाली खाली भयो हाम्रो घडीमा चाहिँ अहिले 7 बजिसकेको छ तर आज कतिजना बाटो खाली छ त यार अलिकति मोबाइल घुम्यो क्या हो त्यस्तै लगाएर पुरा सरर होइन कार पछि जाने हो क्या चापागाउँ बाटोबाट भित्र छिरिसकेको छौँ होइन यहाँबाट सिधै गयो भने माथि चापागाउँ बस पार्क पनि पुग्छ तर म चाहिँ झरासीतिर जान्छु झरासीतिर जानको लागि चाहिँ माथिबाट मलाई फेर हुन्छ त्यही भएर म यही बाटो लिन्छु अब यहाँबाट भित्रको गल्ली हुँदै जान्छु लाइटको फेरि के अरे यो बाइकको लाइट अलिक मधुरो छ क्या त्यही भएर अनि हाल्दाफुल्डी राम्रो देखिँदैन होइन अनि अलिकति आफैले होस पुर्याउनु पर्ने हुन्छ होइन अब त्यही हो यहाँबाट यहाँ यसो कि बाटोमा कुकुरहरू बसिरहेछन् मस्तले जिस्कायो भने लखर्छ त्यही हो गाइज भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला होइन भिडियो अझै बाँकी नै छ इन गर्ने बेला भएको होइन भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला त्यही हो अब यहाँबाट हामी लाग्छौँ यहाँबाट हामी चाहिँ सुमेरुतर्फ फेरि सानो बाटोमा त उज्यालै देख्छ लाई के भएको हल्का ब्रेक पनि गर्नु भएको अब के होला यो बाटो नि जान्छ त ल लाइट मरेछ कि क्या हो यार सदा लाइट बोल्यो यार यो आजभोलि धापाखेलमा बत्ती धेरै जाने गरेको क्या लाइट बत्ती गएको जस्तो लाग्यो यार यसरी लाइट ननिप्नु पर्ने हो कुकुनी फेरि बाटैभरि पुगेको छ त के हो होइन यार लाइट निम्नु नपर्ने हो के भयो आज यार गोलीको सुन्दा लुम्बिनी लाग्यो कहाँ होला घरबार लाइट बोल्यो है बोल्यो गाइस बोल्यो देख्नुहुन्छ हुकुम चिडीमा होइन टक्क लाएर
यता चाहिँ अलिकति होसियार हिँड्नु पर्छ किनकि यहाँनिर अफरोड हो अनि यहाँ माथि पुरै गन्ज्याङ छ क्या पुरै गन्ज्याङ गर्छ क्या मान्छेसँग बिस्तारै आएर हिँड्नु पऱ्यो यहाँ चाहिँ पछि के गर्न लाएर रहेछ अनि पुरै गन्ज्याङ छ क्या बाटो खतम छ नि के गर्नु आयो मकनहेरबाट आएको गाडी त्यो चाहिँ बस जिउको बस मकनहेरबाट खाएर आउँछ नि त फेरि पहिला नि यहाँको बाटो यस्तो अफरोड थियो यस्तो खाल्टाखुल्टी यस्तो अफरोड थियो बाटो यो बाटो पहिला अहिले त बल्ल धन्नमा पायो पिच भइरहेछ त्यो आनन्द छ क्या नत्र यो बाटो लास्ट अफरोड थियो अब यहाँ माथि गएपछि सब अफरोड हो अनि फेरि पछि आउँछ तर अहिले चाहिँ सब अफरोड हो क्या सब अफरोड हो क्या गए अफरोड स्टार्ट भयो गाइस अफरोड स्टार्ट भयो अफरोड आयो हेर्नु नि यस्तो हुन्छ त गाङ मुन्नु आमा ओहो यस्तो अप्ठ्यारो छ बाटो त्यही भएर यस्तोमा त उठेर चलाउनु पर्छ सक्यो भने यसरी उठ्नै चलाउनु उठ्यो चलायो किनकि यसरी चाहिँ खाल्डामा उखाल्दैन भनी मात्र हो अब फेरि खाल्टामा हाल्न चाहिँ भएन यहाँबाट फेरि सानो पिच स्टार्ट हुन्छ हाम्रो होइन फेरि यहाँबाट फेरि खाल्टा स्टार्ट हुन्छ जसलाई नि अब खाल्टामा टेक्न नपाए हुन्थ्यो भन्ने भइरहेको हुन्छ अनि ऊ पनि त्यताबाटै आउँछ म पनि त्यताबाटै जान्छु अनि यसरी हुन्छ त मजा कस्तो जाडो आमामा क्या चिसोले क्या बबाल स्यान हान्दैछ चिसोले यस्तो मलाई स्यान हान्दैछ फुत्त बिचमा आएको अनि फेरि रात आइदिन्छ त्यही भएर हराउनु त दिन पऱ्यो नि सन्देश हामी आइसकेको छौँ अगाडि नाग्दो यो चाहिँ नाग्दो होला गाइस नाग्दो यसो बिचमा हिँडिदिन्छन् क्या त्यही भएर हर्न बजाउनु पर्छ पछाडिबाट हर्न बजाएर सातो लगिदिनुपर्छ म त साइड उता के अरे थैबा साइडबाट अब गोदाबारी जाने साइडबाट आयो होइन अब हुन चाहिँ हुन्थ्यो फेरि उयो हो क्या बाटो उस्तै हो उतार्ने अप्रेट उस्तै हो उतार्ने अप्रेट यहाँ हाम्रो दामीको रिसोर्ट बन्दैछ
रिसोर्ट हो कि रेस्टुरेन्ट हो मलाई थाहा भएन तर बवाल बन्दैछ है बन्दैछ मतलब लगभग बनिसक्यो धेरै टाइम लाग्यो अब यहाँबाट हामी अलिकति यस्तो बाटो जाँदैछौँ ल हामीले ठ्याक्कै आइपुगेका छौँ होइन यहाँबाट नजिक छ क्या थैला चाहिँ